डाक्टर साहब एचएससी गरेकै महिनामा प्रेग्नेन्सी ट्राई गर्न मिल्छ कि नै? एचएससी गरेकै महिना छ, यही महिना छ, हामीले प्रेग्नेन्सी ट्राई गर्दा केही प्रब्लम हुने हो कि भनेर सोध्नु त हुन्छ। तर हेर्नु, एचएससीले गर्दाखेरि भोलिका दिनमा प्रेग्नेन्सीमा प्रब्लम आउने या गर्भ नहुने भन्ने हुँदैन। एचएससी गरेपछि हामीले त्यही महिना नै प्रेग्नेन्सीलाई प्लान पनि गर्न सक्छौँ। धेरै अधिकांशमा त हामीले जसलाई ओभुलेसन इन्डक्सन र आइयुआई गर्ने प्लान गरिराखेको हुन्छौँ या ओभुलेसन इन्डक्सन गरेर नेचुरली प्लान गरिराखेको हुन्छौँ। यो केसमा हामी एचएससी पनि गराउँछौँ र ट्युब नर्मल छ भने त्यही आधारितमा भएर हामीले आइयुआई और नर्मल प्लानलाई अगाडि पनि बढाउने गर्दछौँ। र स्टिल अर्को कुरा हामीले बुझ्नु के पर्छ भने एचएससी गरेपछि कहिलेकाहीँ माइनर डेब्रिजहरू, माइनर कुराहरू त्यसलाई पनि वास आउट गर्ने हुनाले प्रेग्नेन्सी रेट राम्रो पनि हुने गरेको देखिएको छ। एचएससी गरेको महिना र त्यसपछिको 3 महिनामा प्रेग्नेन्सी रेट राम्रो भएको फ्यु स्टडिजहरूले देखिएको पनि छ। एचएससी गरेको महिनामा डेफिनेटली हामीले प्रेग्नेन्सी अगाडि प्लान गर्दा या कुनै ट्रिटमेन्ट गर्दाखेरि कुनै पनि हार्म हुने गर्दैन।